नमस्कार साथीहरू, गर्मीले शरीरमा आगो फैलिरहेको बेला आज म बनाउन गइरहेको छु प्रकृतिको मिठास, चिसोपन र तरल झोलको सङ्गम भएको वाटरमेलन आइस जेली। सुरुमा म बारीमा गएर ताजा र घरमै उम्रेको वाटरमेलनहरू टिप्छु। त्यसपछि गाउँघरतिर पाइने टेस्टलाई अझ इन्हेन्स गर्ने जङ्गली तर खान मिल्ने फुलहरू टिप्छु। अब म सुकाएर राखेको ती फुललाई केलाउँदै त्यसभित्र लुकेको दानाहरू एक बटुकामा राख्छु। त्यसपछि म वाटरमेलनलाई ठुल्ठुलो पिसमा काट्छु र त्यो फुल भएको झोलामा हाल्छु अनि त्यसलाई पानीमा राखेर भिजाउँछु। भिजिरहिन्जेलसम्म म एउटा सिसाको भाँडामा जेलाटिन पाउडर र पानी मिक्स गर्छु। अब म अघि भिजाएको वाटरमेलन भएको झोललाई हातले थिच्छु र त्यसको पानी निकाल्छु। त्यसपछि त्यो भाँडाहरूमा अघि बनाएको मिक्सचरलाई हालेर छोपिदिन्छु। अब म ब्राउन सुगर माथि पानी हालेर उमाल्छु र एउटा बटुकामा हाल्छु। अघि छोपेर राखेको मेलनलाई काट्दा त्यो जेलीमा परिवर्तन भइसकेको हुन्छ। साथीहरू, यसरी तयार हुन्छ हाम्रो वाटरमेलन आइस जेली। यो एउटा मिठाई मात्र नभई गर्मी भगाउने जादु हो। यसमा मिठास, सफ्टनेस र वाटरमेलनको ताजा स्वाद भेटिन्छ। फेरि भेटौँला अर्को कथासँगै।